सबैजना साथीहरूलाई चाहिँ एकदमै मेरो टिकटकको साथीहरू, फेसबुकको साथीहरू प्रत्येकमा चाहिँ एकदमै नमस्कार छ आजको सुन्दर दिनको लागि। र आज चाहिँ म धेरै दिनदेखि नै मेरो हृदयमा अति नै सोचिरहेको थियो। म हाम्रो ठुलो आमा चाहिँ बेसीमा हुनुहुन्छ, उहाँलाई चाहिँ मम्जे डाँडासम्म घुमाउने एउटा हृदय थियो, तर उहाँको इच्छा आज पुरा भयो। तर पनि धन्यवाद छ मेरो सपना पुरा गर्नुभएका निम्ति। र विशेष आज म तपाईँको माझमा एउटा कुरा भन्न चाहन्छु है। संसारमा आमा र बाउको माया अति नै मिठो हुन्छ। जोसँग आमा बाउ छ उसले आमा बाउको माया थाहा हुँदैन, जोसँग हुँदैन उसलाई सोध्नुहोस्, उसको हृदयलाई सोध्नु, उसको आँखामा भएको आँसुलाई सोध्नुहोस्। आज मलाई जन्म दिने 9 महिनासम्म कोखमा राखेर मलाई हुर्काउने मलाई यो संसार देखाउने आमालाई चाहिँ म घुमाउन सकेन। तर पनि मेरो आमा नभए तापनि मेरै आमा जस्तो सम्झेर, मेरो हृदयमा सम्झेर म आफ्ना ठुला आमाहरूलाई यसरी घुमाउन पाउँदा, यसरी यो ठाउँहरूमा ल्याएर घुमाउन पाउँदा म अति नै खुसी छु। र त्यसैले साथीहरू, म तपाईँहरूलाई एउटा मिठो कुरा के भन्न चाहन्छु भने, तपाईँहरू सबैजना संसारमा हुनुहुन्छ, हामी पनि संसारमा छौँ। आफ्नो आमा र बाउलाई चाहिँ सधैँ हृदयदेखि नै आदर गर, प्रेम गर है। किनकि हामी संसारमा छौँ, संसारमा कमाउने हरेक पैसाले हरेक चिज सामानहरू किन्न पाउँदा रहेछ, तर आमाको माया, आमाको प्रेम, आमा र बाउलाई कहिले नि किन्न पाउँदैन। यदि मैले पनि मेरो आमालाई, मेरो बाउलाई किन्न पाउँछ भने सायद अहिले यति वर्षसम्म मैले काम गरेर त्यो पैसाले मेरो आमा बाउलाई किनेर आज यति सुन्दर गाउँ, सुन्दर बारपाग, सुन्दर हिमाल भएको ठाउँमा मेरो आमालाई, जसले मलाई चाहिँ 9 महिनासम्म कोखमा राखेर त्यो आमालाई यसरी घुमाउन पाउँथेँ होला। तर मसँग कुनै पैसाले मेरो आमालाई किन्न सकिनँ, मेरो बाउलाई किन्न सकिनँ। तर पनि म जस्तो अभागी जीवनलाई अभागी नसम्झिकन आज मेरो ठुला आमाहरू अनि लाई घुमाउन पाउँदा म अति नै खुसी छु। र उहाँहरूको लागि चाहिँ एकदमै कामना गर्दछु अझै पनि लामो आयु बाँच्न सकौँ है, अनि लामो आयुसम्म चाहिँ परमेश्वरले दिन सकौँ भनेर म आशा गर्दछु। र यो जुनीमा आमा र बाउ बिना जिन्दगी काटियो, आँखाभरि आँसु भयो, मुटुभरि चोट भयो। कुनै दिन बाटोमा हिँड्दै अर्काको जुत्ता पनि उठाएर खायो मेरो जीवन होइन। तर आउने जुनी अझै पनि अर्को जीवनमा चाहिँ एउटा मानिसको जुनी पाउँछ भने मानिसको जुनी पाउँछ भने चाहिँ म मेरो प्रभुसँग बिन्ती गर्दछु कि मेरो आमा र बाउसँग चाहिँ यसरी संसारमा चाहिँ बाँच्न पाऊँ, उहाँहरूको अनुहारलाई हेरेर खुसी रहन पाऊँ भनेर प्रभुसँग प्रार्थना गर्छु है। अनि सबैजनाले एकदमै लाइक अनि सेयर गरिदिनु होला, यो भिडियो लास्टसम्म हेरिदिनु होला होइन। जसको यो संसारमा आमा बाउ छ है, उसलाई चाहिँ एकदमै भाग्यमानी ठान्छु। तर हामी जस्तो आमा बाउ नभएको टुक्राहरूको लागि चाहिँ यो भिडियो एकदमै हेरेर सबैजनाले एकदमै लाइक अनि सेयर गरिदिनु होला। तपाईँहरूलाई हृदयदेखि नै धन्यवाद छ।